हेलो साथीहरू, आज म यो टिकटको बारेमा भिडियो बनाउँछु। हजुरहरू पुरै हेर्नुहोला यो भिडियो। म अस्ति सिमरादेखि सुर्खेत गएको थिएँ। त्यसपछि पथलैयामा गएर टिकट काटेको मैले। त्यहाँ टिकट काट्दाखेरि त्यहाँ के भन्यो भने के एकजनाको 2300 भाडा दिनु। हामी 2 जना थिए, आमा छोरा। त्यसपछि तपाईहरू कोलपुरमा गएर गाडी चेन्ज गर्नुपर्छ। त्यो गाडीको भाडा तिर्नु पर्दैन, त्यो गाडीवालाले नै तपाईलाई सुर्खेतसम्म पुर्याइदिने, अर्को गाडीमा चढाइदिनुहुन्छ भन्नुभयो। मैले केही पनि त्यहाँ भनिनँ, यति भाडा यो त्यो केही पनि होला नि त, त्यति नै भाडा होला, टाढा छ भनेर 2300 रुपियाँको दरले 2 जनाको 4600 रुपियाँ भयो। यहाँ हेर्नुहोस् है, यहाँ लेखेको पनि छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। लेखेको छ नि, यहाँ 4600 रुपियाँ लेखेको छ, तपाईहरूले हेर्न सक्नुहुन्छ। मितिहरू सब पुरा छ। त्यसपछि त्यहाँ गएर कोलपुरमा झारेपछि त्यो मान्छेले मलाई 600 रुपियाँ भाडा फेरि फिर्ता दिनुभयो कि तपाईँ यहाँदेखि अर्को गाडीमा जानु भनेर। त्यहाँदेखि त्यो 600ले मानेन, 800 रुपियाँ लियो, एकजनाको 400। हेर्नु, मलाई कतिमा घाटामा परे। हेर्नुहोस्, नजाने बुझेको मान्छेलाई त्यसरी नठग्नु होला के तपाईहरू। त्यो फाप्दैन तपाईलाई, बुझ्नुभयो नि। तपाईहरू भन्नुहुन्छ कि जहाँ पनि जे काममा पनि सुदन गुरुङ र बालेन शाह नै आएर हेरोस् गरोस् भनेर। उहाँहरूले नियम कानुन सबै राम्रै बनाएको हो, तर बिगार्ने हामी जनताले हो। जनताले जनतालाई लुट्न खोज्छौँ। सोझा साझालाई कुनै टाठो बाठो मान्छेले यति लुट्छ नि, यति लुट्छन्। हेर्नुहोस् है, 4600 रुपियाँ म यहाँबाट तिरेर गएको छु। त्यो पनि यति, त्यो बस खटारा बस थियो, त्यो बसमा गएर बिजोग पाराले त्यो बिग्रेको गाडी गएर बिग्रियो बिच बाटोमा। अनि त्यो गाडीवालाले त हामी बच्चा भएको मान्छेलाई त अलपत्र नछोडेर अलि सिट भएको ठाउँमा बसाइदिनु पर्थ्यो नि त। सिट नभएको बसमा बसाइदिएपछि त्यो गाडीवालाले हामीलाई सिट पनि दिएन। ड्राइभर सँगसँगै बसेर अनि गएको, त्यत्रो टाढाको बाटो। भिडियो बनाउन त मलाई त्यति बेला नै मन थियो, तर यति बिजोग थियो नि त्यति बेला। बाबु समात्नु कि सुतेको बाबु थियो कि म मोबाइलबाट भिडियो खिच्नु कि के गर्नु, मन हुँदाहुँदै पनि मैले त्यत्रो गर्न सकिनँ। त्यसको लागि सरी। त्यही भएर म यो टिकट बोकेको छु र अब म भिडियो बनाउँछु भनेर हजुरहरूको लागि यो भिडियो बनाउँदैछु। प्लिज यसरी चाहिँ नठग्नु होला है, पथलैयाको गाउँवालाहरूको लागि यो सन्देश। अर्को कुरा उताबाट आउने बेलामा, सुर्खेतबाट आउने बेलामा सिमरा फर्किँदा हेर्नुहोस् 3600 भाडा लिएको छ, एकजनाको 1800। एउटै ठाउँमा फरक, एक ठाउँबाट अर्को ठाउँमा जाँदा एउटै ठाउँबाट फरक भाडा किन? तपाईहरू हेर्न सक्नुहुन्छ है, भाडा पनि फरक। अनि फेरि झन् पथलैया त हाम्रो सिमरादेखि नजिकै छ नि त। हाम्रो चिनजानकोले नै ठग्दो रहेछ के यो टिकटले, त्यही देखायो। र मलाई लाग्यो कि अब यसले त सस्तो लियो नि त, राम्रै छ भनेर भनेपछि म गाडीमा जब चढेँ नि, त्यसपछि एकजना बिरको दिदीले सोध्नुभयो मलाई कि तपाईँले भाडा कति तिर्नुभयो सिमराको भनेर। मैले भने कि एकजनाको 1800। उहाँसँग पनि मैले सोधेँ, तपाईँ वीरगन्जको कति तिर्नुभयो? मेरो नि त्यति नै हो भनेर भयो। हेर्नु है, मान्छेहरू किन यसरी ठगिरहेछ, किन यस्तो गरिरहेछ? यो सरकारले होइन, जनताले नै जनतालाई ठगिरहेछ। यो टिकटले भन्दैछ है। एकै ठाउँमा, एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि भाडा बढी, फेरि उताबाट आउँदाखेरि सस्तो। यो त भएन नि हजुर। यो यति सेयर गर्नु कि सिमरा के अरे पथलैयाको काउन्टरमा बस्ने मान्छेहरूसम्म चाहिँ पुगोस् यो टिकट, यो भिडियो। यसरी चाहिँ नठग्नु ल दाइहरू, नभए फाप्दैन तपाईहरूलाई। ल, यति नै हो। हस्, धन्यवाद।